यादों के पुराने एल्बम में छुपा के रखे हैं हमने वो दिन, गुल्लक में पड़ी चवन्नी सी बचा के रखे हैं हमने वो दिन। ना किसी मंजिल की फिक्र थी, जिंदगी जीने की उम्र थी, दोस्ती और दोस्तों से उधार के दिन थे, वो दिन भी क्या 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 दिन थे। बिगड़े हुए इंसान थे, शैतान की संतान थे, लेकिन ब्रदर जो भी कहो वो यार ही तो जान थे। कॉलेज की कुड़ी से करने आके चार के दिन थे, आए जिंदगी में पहले पहले प्यार के दिन थे, वो दिन भी क्या दिन थे, वो दिन भी क्या दिन थे। बहती हवा सा था वो, उड़ती पतंग सा था वो, कहाँ गया उसे ढूंढो। बहती हवा सा था वो, उड़ती पतंग सा था वो, कहाँ गया उसे ढूंढो। हमको तो राहें थी चलाती, वो खुद अपनी राह बनाता, गिरता संभलता मस्ती में चलता था वो। कल की फिक्र सताती, वो बस आज का जश्न मनाता, हर लम्हे को खुल के जीता था वो। कहाँ से आया था वो, छू के हमारे दिल को, कहाँ गया उसे ढूंढो।
विविध मनोरञ्जनात्मक कार्यक्रमहरू लिएर हामी यहाँहरू सामु उपस्थित भइसकेका छौँ। शिक्षण संस्था केवल किताब र कक्षासम्म सीमित हुँदैन, यो त सपना देख्ने, सिकाउने, सङ्घर्ष गर्न तयार पार्ने र जीवनको यात्रा सुरु गराउने एक पवित्र मन्दिर हो। यस मन्दिरका मार्गदर्शक गुरुहरू हाम्रा सरम्यामहरूको अमूल्य शिक्षाले हामीलाई आज यहाँसम्म ल्याएको हो। साथै हामीसँग भएका साथीहरूको साथ, सम्झना, सहयोग र प्रेरणाले हामीलाई अझ सफल बनाउनेछ। हिमालयन इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी इस्ट एक प्रतिष्ठित इन्जिनियरिङ कलेज हो। यस कलेजले खास गरी जब होल्डर नेपाली विद्यार्थीहरूका लागि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। आधुनिक शिक्षा प्रणाली, अनुभवी शिक्षकहरू, परियोजना आधारित सिकाइ तथा प्रयोगात्मक ज्ञानमा जोड दिने यस कलेजमा विद्यार्थीहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउने उद्देश्य राखिएको छ। काठमाडौँ उपत्यकाभित्र अवस्थित भएकाले विद्यार्थीहरूले विभिन्न इन्डस्ट्री, इन्टर्नसिप तथा कार्यानुभव प्राप्त गर्न राम्रो अवसर पाउँछन्। राम्रो शैक्षिक वातावरण र नियमित शैक्षिक गतिविधिहरूले यसलाई इन्जिनियरिङ अध्ययनका लागि एक आकर्षक गन्तव्य बनाएको छ। आजको यो पल विद्यार्थी जीवनको एउटा अविस्मरणीय क्षण बनिरहेछ। यो कार्यक्रम केवल स्वागत र विदाईको मात्र होइन, यो भावनाको सम्मान हो। साथै आज पूर्ण भएको इन्जिनियरिङ दिवसको दिन यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। आजको दिन हामी इन्जिनियरिङ मात्र नभई कल्पनाशीलता, मेहनत र नवप्रवर्धनको पनि उत्सव मनाउँदैछौँ। जहाँ विकासको जग बस्छ त्यहाँ इन्जिनियरहरूको पसिना मिसिएको हुन्छ। बाँझो जमिनमा पुल बनेका छन्, खोजमा बाटो खुलेका छन्, अँध्यारोमा उज्यालो पुगेको छ। यी सब सम्भव छ इन्जिनियरहरूको परिश्रम र समर्पणका कारण। आजको कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा पुरस्कार वितरण र मन छुने भावनात्मक पलहरूले भरिएको हुनेछ, हामी कामना गर्दछौँ। आजको कार्यक्रम यहाँहरूको लागि रमाइलो, उत्साहजनक र जीवनभर सम्झना लायक बनोस्। अब हामी कार्यक्रमको शुभारम्भ गर्न गइरहेका छौँ। हामी यस कार्यक्रमलाई औपचारिकतातर्फ मोड्न चाहन्छौँ। यसै क्रममा कार्यक्रमलाई अगाडि बढाउन सभा अध्यक्षको आवश्यकता त पर्छ नै। त्यसैले आजको यस कार्यक्रमको अध्यक्षको रूपमा आसन ग्रहण गरिदिनु हुन यस इस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल श्री विनोद कुमार श्रेष्ठज्यूलाई मञ्चमा आए कार्यक्रमको सभा अध्यक्षता आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहणकै क्रममा आजको यस कार्यक्रमको विशेष अतिथि श्री ओमकार नेउपाने, ओमकार गुप्ताज्यूलाई मञ्चमा आसन गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। हामी अतिथि आसन ग्रहणकै क्रममा रहेका छौँ। अतिथिको रूपमा यसै इस्ट इन्जिनियरिङ कलेजको म्यानेजिङ एडभाइजर श्री कृष्ण प्रसाद पाण्डे सरलाई मञ्चमा अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौँ। त्यसै गरी अतिथिकै रूपमा इस्ट इन्जिनियरिङ कलेजको फाउन्डर अफ शिवन चरण श्रेष्ठ सरलाई अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौँ। अतिथिकै आसन ग्रहणको क्रममा यसै इस्ट इन्जिनियरिङ कलेजको एचओडी श्री सुरजित नागेला सरलाई अतिथिकै क्रममा रहेका छौँ। हामी यसै इस्ट इन्जिनियरिङ कलेजको फुल टाइम फ्याकल्टी मेम्बर श्री प्रेमराज भट्ट सरलाई अतिथिको रूपमा अनुरोध गर्दछु। अतिथिकै रूपमा यसै इस्ट इन्जिनियरिङ कलेजको फ्याकल्टी मेम्बर फुल टाइम टिचर श्री प्रकाश निरौला सरलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। सायद उहाँ आइपुग्नु भएको छैन, उहाँ आएपछि हामी अतिथिलाई फेरि जोड्नेछौँ।
आसन ग्रहण गर्ने क्रममा श्री अनिरा सिन्युङ गान्धीकारी अध्यक्ष श्री गान्धी गौतमजीलाई मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिन हुँदा अनुरोध गर्दछु। उहाँ आउँदै हुनुहुन्छ सायद। त्यसै गरी हामी अतिथिको आसन ग्रहण गर्ने क्रममा अनिरा सबिउ समाजवादीका अध्यक्ष श्री दिनेश राज भण्डारीज्यूलाई मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। त्यसै गरी नेपाल विद्यार्थी सङ्घको अध्यक्ष श्री राजन सिटौलाज्यूलाई मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। त्यसै गरी अनिरा सिन्युङको अध्यक्ष श्री रमेश रोकाज्यूलाई मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। मौन धारणको समय समाप्त भएको जानकारी गराउँदै यहाँहरूको सहभागिताको लागि धन्यवाद व्यक्त गर्दछौँ। नयाँ सपना उत्साह अनि उमङ्गको लहरसँगै सुरुवात गर्दछौँ आजको यो स्वागत कार्यक्रम सुनौलो प्रहरसँगै। हामी आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छौँ। अतिथिको रूपमा यसै हिल्स इन्जिनियरिङ कलेजको पार्ट टाइम टिचर आदरणीय गुरु सबिन पोखरेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन मञ्चमा आए आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। अब हामी नम्बर आगन्तुक 2024 ब्याचको विद्यार्थीहरूको स्वागत कार्यक्रमतर्फ प्रवेश गर्दैछौँ। स्वागत मन्तव्य राख्नको लागि 2003 ब्याचका विद्यार्थी प्रतिनिधि श्री करण ओलीज्यूलाई मञ्चमा एवं सम्पूर्ण प्रिय साथीहरू, आज हिस्ट्री इन्जिनियरिङ कलेजमा नयाँ ब्याच 2024लाई स्वागत गर्ने अवसर दिनुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
सबैभन्दा पहिला त ब्याज 2024लाई हाम्रो यस हिस्ट्री इन्जिनियरिङ कलेजमा हाम्रो ब्याज 2023 लगायत हाम्रो हिस्ट्री इन्जिनियरिङ कलेज र म व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना र हार्दिक स्वागत भन्न चाहन्छु। तपाईहरु एउटा यस्तो इन्जिनियरिङ पेसामा आबद्ध हुनुभएको छ जो भनेको चाहिँ एउटा देश विकासको लागि मेरुदण्ड हो। इन्जिनियरले समस्यालाई सोलुसन गर्ने काम गर्छ, त्यस्तो संस्थामा तपाईहरु जोडिनु भएको छ। तपाईहरुको आगमनले हाम्रो हिस्ट्री इन्जिनियरिङ कलेजलाई ऊर्जाशील बनाएको छ। हिस्ट्री इन्जिनियरिङ कलेजमा नयाँ जोस र जाँगर उमङ्ग आएको छ तपाईहरुको आगमनले गर्दाखेरि। त्यसो भएको हुनाले तपाईहरु सम्पूर्ण नयाँ आउने साथीहरूलाई हाम्रो हिस्ट्री इन्जिनियरिङ कलेजमा हामी अप्ठ्यारो र असहजका साथसाथै हामी चाहिँ अगाडि बढ्नेछौँ र सँगै अप्ठ्यारोमा एकसाथ भएर अगाडि बढ्नेछौँ र यसबाट चाहिँ हामीले राम्रो एउटा खालको भोलिको दिनमा इन्जिनियर बनेर बाहिर निस्किनेछौँ। त्यसको लागि तपाईँहरूलाई स्वागत छ पुनः। र त्यसै क्रममा एउटा इन्जिनियर भनेको वैज्ञानिकहरूले एउटा कुनै पनि समस्यालाई पैदा गर्ने काम गर्छन्, समस्यालाई देखाउने काम गर्छन् भने इन्जिनियरले त्यसको सल्युसन निकाल्ने काम गर्छ। त्यसो भएको हुनाले तपाईहरु एउटा यस्तो इन्जिनियर बन्नुहोस्। अहिलेको अवस्थालाई हेर्ने हो भने तपाईहरुले देशको अवस्थालाई गम्भीर देख्नु भएको छ, देशको अवस्थालाई देखिरहनु भएको छ, एकदमै गाह्रो अवस्थामा छ, सही नेतृत्वको खाँचो छ र एउटा यस्तो इन्जिनियर बन्नुहोस् तपाईहरुले भोलि देशलाई नै एउटा हामीले घरको बाटोको मात्र नक्सा होइन, एउटा देशको नक्सा पर्ने ठाउँमा पुर्याउनको लागि चाहिँ तपाईहरुको भूमिका हुनेछ। र पुनः अन्तिममा तपाईहरु सबैलाई हाम्रो हिस्ट्री इन्जिनियरिङमा स्वागत। साथै हाम्रो 2020 चाहिँ यस कलेजबाट चाहिँ बिदा भएर जाँदै हुनुहुन्छ उहाँहरूलाई बिदाई होइन, नयाँ सुरुवात हो र त्यसलाई बिदाई भन्न मिल्दैन, नयाँ अध्यायको सुरुवात हुँदैछ। तपाईहरु जाँदाखेरि एउटा भावनाको आँसु आउन सक्छ, तर तपाईहरुको नयाँ भविष्यको लागि चाहिँ हामी हाँसी तपाईहरुलाई पठाउन चाहन्छौँ भन्दै पुनः आफ्नो भनाइ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। स्वागत गरिदिन हुन अनुरोध गर्दछु। साथै 2024 का विद्यार्थीहरूलाई हामी क्रमैसित नाम बोलाउँछौँ। अगाडि आएर शपथ ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। सपना पानिया, शिशिर पाण्डे, सोनप्रका मगर, श्रीमान शाही, सुभाष भट्टराई, सुदीप श्रेष्ठ, सुजिना कोइराला, सुमन दुलन। धन्यवाद।
कार्यक्रमज्यू सञ्चालिकाज्यू, यस कार्यक्रमका सभाध्यक्ष हिस्ट्री इन्जिनियरिङ कलेजका प्रमुख सर, पूर्वाञ्चल विश्वविद्यालयबाट पाल्नुभएको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय म्याम, साथै विशिष्ट अतिथि, मञ्चमा उपस्थित अतिथिगणहरू, साथै हाम्रो पहिलो ड्यासमा आसीन हाम्रै कलेजका सर, म्याम, सबै अतिथिहरू, अग्रज हामीभन्दा 2024 ब्याचभन्दा अग्रज व्यक्तित्वहरू, अनुज व्यक्तित्वहरू र सहकालीन सहयात्री साथीहरूमा म रोशन साईको तर्फबाट र इस्ट इन्जिनियरिङ 2024 ब्याचको तर्फबाट सबैलाई स्वीकार गर्छु। न्यानो नमस्कार। सर्वप्रथम त आज यो 63औं इन्जिनियरिङ दिवसको शुभ पावन अवसरमा यहाँहरू सबै इन्जिनियरहरूलाई हार्दिक पूर्वमै शुभकामना व्यक्त गर्न चाहन्छु। साथै मलाई यहाँ अगाडि आफ्नो 2 शब्द राख्न दिनुभएकोमा आयोजकज्यूहरूलाई पनि धेरै धेरै विशेष 2021 गरेर पनि धन्यवाद दिन चाहन्छु। मैले खासमा गजल भन्ने भने त्यो मलाई मन्तव्य राख्न लागि छ, ठिकै छ होइन, गजल पनि भनाउन लागेको कि छैन। सबैलाई फुलहरू छरेर हिस्ट इन्जिनियरिङको गेट खोलिदिनु भने गेटपालेदेखि हाम्रो गेट अङ्कलदेखि लिएर धेरै धेरै धन्यवादको पात्र। उहाँ हाम्रो ब्याच 24 ब्याच मात्रै नभएर आजसम्म थुप्रै हजारौँ देशका मेरुदण्डहरू उत्पादन गर्नका लागि यत्रो अहोरात खटिनु भने विशेष त हिस्ट इन्जिनियरिङका सबै सञ्चालकज्यूहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस कार्यक्रम वेलकम रोक्नेबाट राखेकोमा यहाँहरूलाई 2020 ब्याचबाट पास आउट भएर जाने सबै इन्जिनियरहरूलाई देशको एउटा मेरुदण्डको रूपमा भूमिका निर्वाह गर्नुपर्न विनम्र अनुरोधका साथ उहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना, उज्जवल भविष्यको कामना व्यक्त गर्दै यहाँबाट छोटो भनाइ व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। वितरण कार्यक्रमका सभापतिज्यू, हाम्रो आतिथ्यतालाई स्वीकार गरी विश्वविद्यालयबाट आउनुहुने अतिथिज्यूहरू हाम्रो आतिथ्यतामा विभिन्न आफ्नो क्षेत्रमा विज्ञता हासिल गरी हाम्रो आजको निमन्त्रणा स्वीकार गरी आइदिनुहुने सम्पूर्ण अतिथि महानुभावहरू, हाम्रो कलेजका सहयात्री कर्मचारी साथीहरू तथा ब्याच 2020, 2021, 2022, 2023 र 2023 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूप्रति स्वीकार्नुहोस् म प्रकाश निरौलाको तर्फबाट तथा सिभिल इन्जिनियरिङ विभागको तर्फबाट न्यानो अभिवादन। आज कार्यक्रममा आइपुग्न केही ढिला भयो मलाई। म्याम यहीँ हुनुहुन्छ हाम्रो डेपुटी कन्ट्रोलर। केही एउटा कलेजको बाह्य परीक्षकको रूपमा म नियुक्त थिएँ। त्यसो भएकोले गर्दा केही क्षण हजुरहरूले मलाई देख्न पाउनु भएन, त्यसको लागि पनि क्षमा छु। अब पुरा छु। आज एक हिसाबले दुःखद पनि छ क्षण, एक हिसाबले सुखद पनि छ क्षण। मेरो प्यारो ब्याच बानेश्वर भर्ना समूह 2020 ब्याच आज हाम्रो परिवारबाट अलिकति बाहिर गएर दक्ष हुन खोज्दैछ। तर हामीलाई छोडेर गएको होइन त्यो ब्याचले, हामीलाई त्यो ब्याचले यहाँ भएका अन्य ब्याच भन्दा कम माया गरेको छैन र गर्ने छैन भन्ने विश्वास पनि व्यक्त गर्दछु। र साथै दोस्रो सेमेस्टर लगभग सकिन लाग्यो। हामी 2024 भर्ना समूहलाई आज स्वागत पनि गर्दैछौँ। अब भोलिका दिन अझ 3-3.5 वर्ष हाम्रो लामो बसाइ छ। यस्तै कार्यक्रम तपाईँहरूको लागि पनि गरिनेछ, त्यसैमा खुसी हुनुहोला। यो संस्था सधैँ तपाईँहरू
प्रति आभारी पनि छ, तपाईहरुप्रति हेरेर बसेको पनि छ र प्रगतिका पथ सधैँ अगाडि चाल्नुहोला, त्यसैको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। 21, 22 र 23 ब्याच अझै धेरै बाँकी छ। छुट्यौं भनेर तपाईहरु दुःख नमनाउनु होला। तपाईहरुको लागि हिजोको दिनमा स्वागत कार्यक्रम थियो, भोलिका दिनमा विदाई कार्यक्रम अझै छ। मेरो एकजना सरले भन्नुहुन्थ्यो विद्यार्थी प्रति चाहिँ बुबा आमा र शिक्षक जति नजिकको अर्को सम्बन्ध हुँदैन। प्रगति तिनैले गरून्, तिनै अगाडि बढुन्, तिनै धेरै माथि पुगेको देख्न पाऊँ भन्ने चाहिँ यो संसारमा दुईटा मात्रै मान्छेले गर्दछ, एउटा शिक्षक, एउटा बुबा आमा। र तिनीहरूको लागि, बुबा आमाको लागि पनि र शिक्षकको लागि पनि तपाईहरु जति नै माथि पुगे तापनि हाम्रो सम्बन्ध हिजो जे थियो त्यही रहनेछ र माथि पुग्नेको शुभकामना त छँदै नै छ। हिँड्दा कहिलेकाहीँ लडिन्छ, ठेस लाग्छ, फर्केर उठेर हिँड्नुपर्छ। विदाई भनेको पूर्ण विदाई होइन कहिले पनि, यो अर्ध विदाई मात्रै हो। संस्थान अघि बुवा आमाको फर्केर जाने, रिसाए पनि कहाँ जानु पर्थ्यो फर्केर भन्दा घर जानु पर्थ्यो। विद्यार्थी रिसाए पनि फर्केर जाने त्यही संस्था हो, त्यही स्थित इन्जिनियरिङ कलेज हो। त्यही स्थित इन्जिनियरिङ कलेजभित्र हामी तपाईहरुलाई स्वागत गर्न सदैव तत्पर छौँ। अबको बाटो लामो छ, यात्रा हेर्दा ठोकिन्छ। मैले अघि नै भनिसके, त्यो ठोकियो भनेर अतालिने, डराउने त्यो काम नगर्नु होला। जाँदै गरेको भाइ बहिनी साथीहरूले आजभोलि चाहिँ भाइ बहिनी भन्न मिल्ने भइसकिसकेको छ। म पनि सिनियर भएँ, म पनि 10 वर्ष पुरा गरेछु यो संस्थामा। अब अगाडि बढ्ने क्रममा मैले अघि नै भनिसकिसकेको छु, काहीँ अप्ठ्यारो पर्यो, भाग्यिक रूपमा पनि अप्ठ्यारो पर्यो अथवा पेशागत रूपमा पनि अप्ठ्यारो पर्यो भने हामी तपाईहरु सँगसँगै हुनेछौँ, लड्नेछौँ, जित्नेछौँ, फेरि देखाउनेछौँ कति माथि हामी छौँ भनेर। यो माइक्रोफोन आउँदै मेरो जिम्मामा आइलाग्यो। साथीहरूलाई स्ट्रक्चर पढाएको मान्छे, अप्लाइड मेकानिक्स पढाएको मान्छे र पछिल्लो समय इकोनोमिक्स पढाएको मान्छे म। अब आउँदै पढेको क्लास पनि सिधै छिरे जस्तो, आज पनि अनाउन्समेन्ट पनि सिधै नै भयो। त्यसको लागि फेरि पनि एकपटक क्षमा माग्दै मलाई दिएको अबको अवसरपट्टि जानेछु। मेरो आजको यहाँको उपाय चाहिँ पुरस्कार वितरण रहेको छ। त्यसमध्ये हाम्रो इस्ट इन्जिनियरिङ कलेजले सदा चाहिँ विद्यार्थीबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि होस् भनेर सदा वर्ष चाहिँ यस वर्ष पनि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने साथसाथै विद्यार्थी भाइ बहिनीहरू बीचको भाइचारा अभिवृद्धि होस् भनेर खेलकुद सप्ताह सञ्चालन गरेकोमा त्यो सञ्चालन गरेकोमा भएका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम योभन्दा अगाडि रहेको छ। अब म ढिलो नगरिकन, यो भाषण लामो हुन्छ, भाषण अल्छी लाग्दो पनि हुन्छ, त्यो भएर समय धेरै खेर नफालिकन अब सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको नाम क्रमशः लिँदै जानेछु। उहाँ मञ्चमा आएर आफ्नो मेडल र प्रमाणपत्र हाम्रो विशेष अतिथि तथा अतिथि साथै प्रिन्सिपल सरको सहयोगमा लिइदिनु हुनुहोला भन्ने बाट ब्याच 2023 बाट उपविजेता विद्या दाहाल र विजेता सीएस बोइज तर्फ विधाको ब्याच 2022 बाट सुरेन कार्की, बोइज डबल तर्फ उपविजेता भर्ना समूह 2023 बाट नवीन घिमिरे र विद्या दाहाल। प्रथम हुन सफल ब्याच 2021 आयोजक ब्याचका तर्फबाट गणेश पोहरा तथा वर्ग बहादुर धामी।
सिङ्गल्सतर्फ ब्याडमिन्टन बोइज सिङ्गलतर्फ द्वितीय हुन सफल ब्याच 2023 पटक विद्या दाहाल र प्रथम हुन सफल ब्याच 2022 पटक विष्णु राज खत्री विदा भलिबलतर्फ ब्याच 2021 द्वितीय हुन सफल भएको छ भने ब्याच 2023 प्रथम हुन सफल भएको छ। म द्वितीय हुनेको क्रमशः नाम लिनेछु। हजुरहरू ड्याटमा आई आफ्नो मेडल लिदिनु हुन हार्दिक अनुरोध गर्दैछु। भलिबल 2021 ब्याच फर्स्ट रनर विवेक गिरी, सुभाष भुजेल, लक्ष्मण जेठरा, हर्कबहादुर धामी, नरेश बोहरा, नितान थापा मगर, रविन्द्र कुमार यादव, गणेश बोहरा, धीरज ठाकुर र सुरज कार्की। भलिबल सेकेन्ड 2021 ब्याच र ब्याच 2023 तयारी अवस्थामा रहनुहोला मेडल उठाउनको लागि। ब्याच 2023 बाट क्रमशः दर्पण कोली, आशिष कुमार पाल, साजन केसी, सुभाष कटुवाल, रिजन पार्की, नवीन घिमिरे, उत्तल अधिकारी तथा सुमन महल ड्याटलाई मेडल लिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै यस विधामा हाम्रो सिट पनि रहेको छ। विजेता ब्याच 2021 यस फुटबल विधामा प्रथम हुन सफल ब्याच 2022 लाई हार्दिक बधाई। ब्याच 2022 बाट तयारी अवस्थामा रहनुहोला। फुटबल विधाको विजेता ब्याच 2020 लाई हार्दिक बधाई सहित रिश्वत देना तो खुद पापा ने सिखाया। 99% मार्क्स लाओगे तो फ्री बहुत अच्छा है। लिख कर पढ़ा तो बराफा बीटा गामा का छाला कॉन्सेंट्रेटेड H2SO4 ने पूरा बचपन चला रहा है। बचपन तो गया जवानी भी गई एक बार तो हमें जीनेगा जीनेगा। बचपन तो गया जवानी भी गई एक बार तो हमें जीनेगा जीनेगा।
गर्न चाहन्छु हजुरहरूले हाम्रो यस नृत्यलाई सहर्ष स्वीकार्दै पाल्नु भएकोमा फेरि पनि हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु। आज हामीलाई केही छेड त खुसी भएको छौँ भने केही छेड दुखी पनि छौँ, किनभने हामी आज 2020 ब्याचका सिनियर दाइहरूलाई बिदाई गर्दैछौँ भने 2024 ब्याचका नव आगन्तुक भाइ बहिनीहरूलाई हामी हाम्रो हिस्ट इन्जिनियरिङ कलेजको परिवारका सदस्यका रूपमा आमन्त्रित गर्दैछौँ। अब म मेरा सिनियर दाइहरूलाई बिदाईको प्रसङ्गमा केही हामीलाई सिकाउनु भएका केही हाम्रो लागि गर्नुभएका कुराहरू भन्न चाहन्छु। उहाँहरूले हामीलाई धेरै कुरा सिकाउनु भएको छ, ज्ञान मात्र होइन, हाम्रो दाइ मात्रै भएर होइन, उहाँहरूले हामीलाई यस इन्जिनियरिङ कलेजबाट हामी सुरुमा प्रवेश गर्दाखेरि उहाँहरूले हामीलाई मार्गदर्शक भएर पथहरू देखाउनु भयो। त्यसपछि लगाएर हामीलाई समस्याहरूसँग जुझ्न सिकाउनु भयो, हामीलाई अप्ठ्यारो पर्दाखेरि समस्याको समाधानहरू गर्न सिकाउनु भयो। त्यति मात्र होइन, उहाँहरूले हामीलाई र हाम्रो हिस्ट इन्जिनियरिङ कलेजलाई योगदान पुर्याउनु भएको छ। त्यसको लागि उहाँलाई हामी विशेष म र मेरो तर्फबाट कलेजको तर्फबाट विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। उहाँहरूले यस कलेजमा छोड्नुभएका यादहरू प्रत्येक कुनामा कलेजको कुना घुम्जिरहनेछ। कलेजमा दिनुभएका योगदानहरू, त्यसपछि हामीलाई सिकाउनु भएका पाठहरू हाम्रो लागि सधैँभरि अमूल्य रहिरहनेछ। उहाँहरू जहाँ जानुहुन्छ सफलताको झन्डा गाड्नुहुन्छ भन्ने हामी पूर्ण विश्वस्त छौँ। तपाईँहरू जहाँ जानुहुन्छ त्यहाँ हामी हाम्रो कलेजको नाम एकदम प्रतिष्ठावान बनाउनु छ भन्ने हामीलाई गर्व लागेको छ। तपाईँहरू जहाँ जानुहुन्छ त्यसको उज्जवल भविष्यको कामना गर्दै म र मेरो कलेजको तर्फबाट फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। नमस्कार, म आज यहाँ मेरो जीवनको एक महत्त्वपूर्ण मोडमा विदाई गरेर भागवत क्षणमा केही शब्दहरू व्यक्त गर्न उपस्थित भएको छु। सम्पूर्ण अतिथिज्यूहरू, शिक्षकगणहरू, मेरा प्रिय साथी र यहाँ उपस्थित सम्पूर्ण साथीभाइ बहिनीहरूमा आज म यहाँ माइकमा उभिएर बोलिरहेका हर्षको सीमा छैन, सायद दुःखमा पनि। हर्ष यो कि अब कलेजका हरेक बिहान 9:30 बजेको कक्षा सकियो। कलेजका ती अविस्मरणीय दिनहरू, बिहान चियामा बिस्कुट डुबाउँदै क्यान्टिनको समस्या खोलेर अझै 5 मिनट बाँकी छ कक्षाको भन्ने आत्मसन्तोष, अनि त्यो कक्षामा बसेर झ्यालतिर हेर्ने नाटक साँच्चीकै अविस्मरणीय छ। 4 वर्ष पहिले हामीले इन्जिनियरिङ कलेज सपना बोकेर यो कलेजमा पहिला नयाँ ठाउँ, नयाँ साथी, नयाँ चुनौतीहरू सबै थोरै एकदमै नौलो थियो। तर समयसँगै हामीले यहाँको वातावरण आफ्नो दोस्रो घरको जस्तै माया गर्न थाल्यौँ। यी वर्षहरूमा हामीले केवल किताबका अक्षर मात्र होइन, जीवनका मूल्य पनि सिक्यौँ, जस्तै टिमवर्क, धैर्यता, सङ्घर्ष र आत्मविश्वास। रातभर जाग्न बसेका ती क्षणहरू, अन्तिम समयमा प्रोजेक्ट पुरा गर्ने हतारो, अनि परीक्षा अघि गर्ने तयारी, यी सबै क्षणहरू अब यादमा बस्ने सुनौलो पलहरू बन्न पुगेका छन्। आदरणीय शिक्षकज्यूहरू,
हामी तपाईँहरूप्रति कृतज्ञ छौँ। तपाईँहरूको मार्गदर्शन, प्रोत्साहन र सहायताले हामीलाई आजको यो स्तरमा ल्याएको छ। तपाईँहरू बिना हामी यो यात्रामा यति टाढासम्म आउन सक्दैनथ्यौँ। तपाईँहरू बिना हामी यो यात्रामा यति टाढासम्म आउन सक्दैनथ्यौँ। हाम्रा शिक्षकहरूले पनि हाम्रो भविष्यको उज्जवल बनाउनमा सदासम्म नोटहरू कालो बनाए। धन्यवाद छ उहाँहरूलाई। कसैले भन्दा पनि प्रोजेक्टरले पढाउँदा बढी फोकस लाग्थ्यो, खास गरी प्रोजेक्टर नचलेको दिनमा। प्रिय साथीभाइ बहिनीहरू, तपाईँहरूसँग बिताएको प्रत्येक क्षण अमूल्य छ। यहाँ बनाएका मित्रता, रमाइला क्षणहरू र कहिलेकाहीँ भएका ससाना झगडा अनि आज किन सम्झनाहरू बनिसकेका छन्। हामीलाई यो कलेजले के दियो भने जस्तै 5 मिनटमा प्रेजेन्टेसन बनाउने कुराहरू, त्यसपछि प्र्याक्टिकल नगरी प्र्याक्टिकल लेख्ने कुराहरू, रिजल्ट आउनुभन्दा पहिले नै ब्याकलग याचन गर्ने कुराहरू। अन्त्यमा म यही प्रार्थना गर्दछु कि हामी सबैको भविष्य उज्जवल होस्। हामीले जहाँ जहाँ फाइदा राख्यौँ त्यहाँ इमान्दारी, कडा मेहनत र निष्ठाको छाप छोड्न सकोस्। यो कलेजले हामीलाई कति ध्यान दियो त्यो त रिजल्ट कार्डले बताउँछ, तर कति याद दियो त्यो हाम्रो बुद्धुले बताउँछ। केही टिचरको डायलग, केही साथीको मजाक, रमाइलो प्र्याक्टिकल, फिल्ड भिजिट सबै सम्झन लायक छन्। अब हामी जान लागेका छौँ र तपाईँ भाइ बहिनीहरू हाम्रो बाटो पछ्याउने तयारीमा हुनुहुन्छ। त्यसैले केही अनुभवका मोतीहरू, अलिकति वैद्य अनि धेरै शुभकामना तपाईँहरूलाई छोडेर जान चाहन्छौँ। प्रिय भाइ बहिनीहरू, तपाईँहरूसँग समय छ, प्रयोग गर्नुहोस्, नयाँ कुराहरू सिक्नुहोस्, साथीहरूसँगको साथ दिनुहोस् र पढाइसँगै जीवन रमाइलो गर्न पनि नछुटाउनुहोस्। हामी तपाईँहरूसँग अब कलेजको क्यान्टिनमा भेटिने छैनौँ होला, तर हाम्रो शुभकामना तपाईँहरूको हरेक क्षेत्रमा हुनेछ। प्रमुख अतिथि, विशेष अतिथि, यस कलेजका फुल टाइम फ्याकल्टी सरहरू, पार्ट टाइम फ्याकल्टी सरहरू, यस कलेजका कर्मचारीहरू र सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आजको यो कार्यक्रम मैले अन्य कार्यक्रमभन्दा विशेष रूपमा लिएको छु। सर्वप्रथम 2021 ब्याच जसले यस वेलकम फेयरवेल कार्यक्रमको आयोजना गरेको छ, त्यो ब्याचले म विशेष धन्यवाद दिन चाहन्छु। र सिभिल इन्जिनियरिङ विभागको तर्फबाट सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। कक्षा कोठामा विगत 10 वर्षदेखि सुरुमा छिर्ने बित्तिकै कक्षा कोठाको बिचमा मैले जे भन्ने गर्ने विद्यार्थीलाई आजको यस कार्यक्रममा पनि त्यही नै भन्नुपर्ने बाध्यता सिर्जना भयो। दुईटा शब्द हल्ला नगरिदिनु होला। जो भाइ बहिनीहरू, विद्यार्थी साथीहरू जो उभिनु भएको छ, कृपया औपचारिक कार्यक्रमको गरिमा तपाईँहरूले कायम गरिदिनु होला। नाच्ने हो, गाउने हो, बिन्दास जिउने हो, तर केही समयपछि धैर्यता पनि गरिदिनु होला। धैर्यता पनि चाहिन्छ। कार्यक्रमलाई धेरै लामो नबनाउने, आफ्नो कुराहरू सठिक राख्ने भन्ने कुरा आयोजक साथीहरूले भनिसक्नु भएको छ। म धेरै भन्न चाहिनँ। एउटा कुराबाट मलाई सुरु गर्न मन लाग्यो, 2024 ब्याचबाट सुरु गर्न मन लाग्यो। 2024 ब्याचको स्वागत कार्यक्रम केही ढिलाइ भएको हो र यो ढिलाइ गर्नुको कारण के हो त भन्दाखेरि 2020 ब्याचलाई हामीले केही समय पर्ख्यौँ। 2020 ब्याच पास आउट नभइसकेको अवस्था, तर 2024 ब्याच कक्षामा आएर पढिसकेको अवस्था, पहिलो सेमिस्टरको परीक्षा दिइसकेको अवस्था, त्यसपछि वेलकम फेयरवेल कार्यक्रम हाम्रो आज भइरहेको छ। कुरा नभएको होइन, 24 ब्याचलाई छुट्टै गर्ने, 20 ब्याचलाई छुट्टै बिदाई गर्ने, पहिला 24 ब्याचलाई स्वागत गरिहालौँ भनेर कुरा नभएको होइन। तर जुन हाम्रो परम्परा छ, 24 ब्याचको इनर्जी फिल गराउने र 20 ब्याचका साथीहरूले
आफ्नो अनुभवहरू साटासाट गर्ने एउटा प्लेटफर्म जुन हामीले निर्माण गरेको छौँ वेलकम र फेयरवेल सँगै गरेर त्यसैलाई नै हामीले चाहिँ निरन्तरता दिउँ भन्ने उद्देश्यले यो कार्यक्रम हामीले सँगै नै राखेको छौँ। जुन परम्परा छ त्यसैलाई हामीले चाहिँ निरन्तरता दिएको छौँ। 2024 ब्याचको वेलकम त्यति बेलै भइसक्यो हो जति बेला डिपार्टमेन्टबाट 7 दिनको चाहिँ कक्षा सञ्चालनको नोटिस आयो। स्वागत कार्यक्रम त्यति बेलै भइसकेको थियो जुन बेला हरेक दिन प्र्याक्टिकल हरेक दिन प्रेजेन्टेसन राखियो। त्यो बेलामा तपाईँहरूले मलाई प्रश्न गर्नुभएको थियो हप्तामा 1 दिन पनि बिदा नदिने सर। आइएम सरी टु से तपाईँहरूले यस कलेजमा बिदा पाउनुहुन्न। यसले के दिन्छ के दिएको छ भन्ने कुरा तपाईँहरूले मलाई भन्दा पनि 20 ब्याचका चाहिँ जुन पास आउट हुनुभएका दाइ दिदीहरूलाई सोध्दा हुन्छ। 7 दिन क्लास लागेको स्टुडेन्ट जो क्लास आइरहेको छ दे क्यान फिल द प्रेसर फिल गर्न सक्छ उनीहरूले र त्यो प्रेसरले उनीहरूलाई पक्कै पनि के छ त भन्दाखेरि दे विल बी आरसीसी ग्रेट इन्जिनियर्स। सो व्हाट इज द मिनिङ अफ आरसीसी ग्रेट स्टुडेन्ट अर इन्जिनियर्स? They are reinforced with consistency, confidence, and creativity. तीनटा कुरा हामीबाट ग्रेजुएट भएको विद्यार्थीसँग छ मैले पाएको छु। अहिले ग्रेजुएट हुने स्टुडेन्टसँग ती कुरा छ। इन्जिनियर 2-4 जना ए ग्रेडका ठेकेदारले चाहिँ आफ्नो अनुकूलमा नचाउन सकेन भने त्यो इन्जिनियर नेपालको इन्जिनियर होइन। कहिलेकाहीँ क्लास डिस्टर्ब हुँदै गर्दाखेरि कहिलेकाहीँ टिचिङ मेथोडोलोजी जसलाई हामीले पेडागोगी भन्छौँ पेडागोगी चेन्ज गर्ने विषयमा अनलाइन कक्षा लगाउने कि फिजिकल क्लास ठिक हुन्छ भन्ने विषयमा 2020 ब्याचको सल्लाह सुझाव अनुरूप डिपार्टमेन्ट अगाडि बढ्ने गरेको हो। त्यसरी डिपार्टमेन्ट अगाडि बढ्दै गर्दाखेरि डिपार्टमेन्ट केही हिसाबमा परिष्कृत पनि भयो, केही हिसाबमा विद्यार्थीलाई चाहिँ के छ त्यो अनुभूति पनि हामीले गराउन सक्यौँ। 2020 ब्याच त्यस कारणले गर्दाखेरि मेरो प्रिय ब्याचको रूपमा चाहिँ रह्यो र मेरो शैक्षिक करियरभरि नै यस हिस्ट इन्जिनियरिङ कलेजको 2020 ब्याच जहाँ धेरै विद्यार्थीहरू अब्बल छन् यो 20 ब्याच मेरो स्मरणमा सदा सर्वदा रहिरहेछ। त्यसो हुँदै गर्दाखेरि अब हामी अहिलेको सिभिल इन्जिनियरिङको चाहिँ के रहेछ त स्कोपमा छ। So civil engineering is not about the construction or pouring a concrete these days. Construction मात्र होइन अब सिभिल इन्जिनियरिङ भनेको त कनेक्सन पनि हो। सिभिल इन्जिनियरिङले मान्छेलाई जोड्छ। खोलाको 2 किनारा जोड्ने पुल मात्र बनाउने होइन, मान्छेलाई जोड्ने, गाउँको मान्छेलाई सहरमा जोड्ने, ड्रिम्सलाई रियालिटीमा जोड्ने अब सिभिल इन्जिनियरिङ रिडिफाइन भइसकेको छ। क्लासिकल सिभिल इन्जिनियरिङ पुरानो सिभिल इन्जिनियरिङ भन्दा अबको सिभिल इन्जिनियरिङ एआईसँग जोडिएको छ, विभिन्न सफ्टवेयरसँग जोडिएको छ। अमेरिका र युरोपले इन्डस्ट्रियल रिभोल्युसन पछि 100 देखि 200 वर्ष उनीहरूको चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा खर्च भयो। अब नेपालले त्यो समय व्यतीत गर्नुपर्ने जरुरी छैन। हामी अब लिपफ्रग टेक्नोलोजीमा गइसकेको छौँ। नेपाल अब साँच्चै नै गुड गभर्नेन्स राम्रो लिडरसिप पायो भने नेपालले विकास गर्ने भनेको अब 25 वर्षभित्रमा विकास हुन्छ। युरोप र अमेरिकामा जति विकास देख्न सकिएको छ हामीले त्यो विकास 25 वर्षभित्रमा नेपालमा देख्न सकिन्छ। त्यसको लागि लिडरसिप चाहियो, त्यसको लागि पोलिटिक्स मिल्नु पर्यो। त्यो बेग्लै बाटो हो, त्यतातिर म गइनँ। इनकेस त्यो सम्भावना भयो, त्यो कुराहरू मिल्यो भने सबैभन्दा डिमान्डेड पपुलेसन नै सिभिल इन्जिनियर हुनेछ र त्यो सिभिल इन्जिनियरिङको अग्रपन्थीमा हिस्ट इन्जिनियरिङ कलेजबाट ग्रेजुएटहरू चाहिँ मैले देख्न पाऊँ। सबैजनालाई शुभकामना, ग्रेजुएटहरूलाई शुभकामना। कार्यक्रम सञ्चालक बहिनीहरू, हाम्रो हिस्ट इन्जिनियरिङ कलेजद्वारा आयोजित वेलकम फेयरवेल र प्राइज डिस्ट्रिब्युसन कार्यक्रमका सभापति यस कलेजका प्रिन्सिपल हुनुहुन्छ। यस कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण महासंघका सहयोगी
यस कार्यक्रममा विशेष अतिथि प्युक्यानका सदस्यज्यू यहाँ उपस्थित शिक्षक सहकर्मी साथीहरू कर्मचारी साथीहरू र विद्यार्थी भाइ बहिनी सर्वप्रथम त इस्ट इन्जिनियरिङ कलेज म्यानेजमेन्टको तर्फबाट सबैलाई अभिवादन गर्न चाहन्छु। आज कृषि खेउन इन्जिनियर्स दिवसको उपलक्ष्यमा यहाँ सहभागी हुनुभएका इन्जिनियर, भावी इन्जिनियर, नन इन्जिनियर सबैलाई म शुभकामना बधाई भन्न चाहन्छु। आजको दिनबाटै हाम्रो पेसाप्रतिको यस्तो गौरवमय इतिहास, यस्तो गरिमा झल्किन्छ। नेपालमा धेरै पेसा भएका पेसाकर्मीहरू छौँ र यसरी इन्जिनियर्स दिवस जस्तै गरेर दिवस मनाउने पेसाकर्मीहरू हामीले कम देखेका छौँ र यहीबाट सुरु हुन्छ। आजभन्दा ६३ वर्ष अगाडि एउटा इन्जिनियरलाई समाजले कसरी हेर्छ? आजभन्दा ६३ वर्ष अगाडि एउटा इन्जिनियरबाट समाजले के अपेक्षा गरेको थियो, देशले के अपेक्षा गरेको थियो र यो ६३ वर्षको दौरानमा हामी इन्जिनियरिङ शिक्षा कस्तो भइरहेका छ र हाम्रो इन्जिनियरिङ पेसाप्रतिको हाम्रो लक्ष्य, हाम्रो गरिमा, हाम्रो गौरव कहाँ छ भनेर एकचोटि सबैले विवेचना गर्नुपर्ने जस्तो देखिन्छ। र यो हाम्रा विद्यार्थीहरूमा हामी आज कार्यको त्रिवेणीमा छौँ। यहीबाट स्पष्ट हुन्छ हामी कस्तो खालको संस्कार सिक्दैछौँ। चर्ची सरले भन्नुभयो विशेष औपचारिक कार्यक्रममा हामी कसरी हिँडिरहेका छौँ, यसबाट हाम्रो समाजले कसरी हेर्ला इन्जिनियरलाई, यस्तो झल्को दिनुभएको थियो है। भनेपछि समाजले हामीलाई फरक तरिकाले हेरेको रहेछ भनेको त आजको दिनले देखाएको छ। त्योसँग जसरी अपेक्षा गरेका छ समाजले, राष्ट्रले, त्योसँग हाम्रा गतिविधिहरू, हाम्रो योग्यता, हाम्रो सिप र हामीले देशलाई दिन सक्ने योगदान दिएको छ कि छैन? आज हामी 3टा कार्यक्रमको त्रिवेणीमा छौँ। हामी वेलकम गर्दैछौँ 2024 ब्याचलाई, विदाई गर्दैछौँ 2020 ब्याचलाई र हाम्रो यस कलेजद्वारा आयोजित खेलकुद कार्यक्रमको पुरस्कार वितरण हुन्छ। भनेपछि हामी के छौँ अहिले जहाँ यहाँ हामी जुन कार्यक्रम गरिरहेका छौँ सबै हामी के छ इन्जिनियरिङ क्षेत्रसँग रिलेटेड छौँ। नन इन्जिनियर भए पनि बाबुले पनि इन्जिनियरिङ सोसाइटीलाई चाहिँ हाम्रो कन्ट्रिब्युसन गरिरहेको। भनेपछि यसबाहेक हामी बुझौँ र म के भन्न चाहन्छु भने यो इस्ट इन्जिनियरिङ कलेजको हिस्ट्री पनि लामो छ। त्यसमा 2020 ब्याचका भाइ बहिनीहरू विदाई भएर गइसकेका छन् र 24 ब्याचका आउनुभएको छ र जो विदाई भएर जानुभएको छ उहाँहरूलाई शुभकामना भन्न चाहन्छु। हामी आज विदाई पनि गऱ्यौँ। यो हाम्रो खालि एउटा तहगत विदाई न, जो इस्ट इन्जिनियरिङ कलेजमा आफ्नो मास्टर्स डिग्री पढ्न चाहनुहुन्छ उहाँहरूलाई पनि ढोका स्वागत छ हाम्रो इस्ट इन्जिनियरिङ र उहाँहरूलाई आफू इन्जिनियर भएर गइसकेपछि, फिल्डमा गइसकेपछि उहाँको आफ्नो प्रोफेसनल लाइफ सुखद रहोस्, प्रगति होस् भन्न चाहन्छु। र 24 ब्याचमा आउनुभएको भाइ बहिनीहरूलाई सफल इन्जिनियर, अब कस्तो भनेपछि अहिलेको जमानामा हामी इन्जिनियर भएर मात्रै पुग्ने। हामी पहिले कस्तो थियो भने जब क्वान्टिटी थोरै हुन्छ, क्वान्टिटी बढी हुनाले हाम्रो चोइस धेरै हुन्छ, चोइस हुँदाखेरि हामी क्वालिटीतिर जान्छौँ। अबको इन्जिनियर भनेको हामी अहिलेको युगमा आइसकेपछि हामी टोटल क्वालिटी भन्छौँ र मैले पटक पटक भन्छु हामी टोटल क्वालिटीको इन्जिनियर हुनुपर्छ। उनले इन्जिनियरले त्यति नपुग्छ। प्युक्यानको सदस्य श्री ओमकार नाथ गुप्ता सरलाई मञ्चमा निमन्त्रणा गर्दछु। Thank you, कार्यक्रम सञ्चालक बहिनीहरू। आज वेलकम फिमेल एन्ड राइट डिस्ट्रिब्युसन प्रोग्रामका सभा अध्यक्ष प्रमुख अतिथि म्याम र त्यसै गरी अतिथि र मेरै आफ्नै सहकर्मी र यस इस्ट फ्यामिलीका सम्पूर्ण सदस्यहरू र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू स्वीकार गर्नुहोस्।
हुन त म धेरै टाइम दिदिनँ तपाईँहरू किन भन्दाखेरि युनिभर्सिटी परिस्थिति देखिँदैछ अझ धेरै टाइम लियो भने पुरै खाली कुर्सी बचिएला र हामी यहाँ ड्यासको बस्नु लागि जस्तो लागिरहेको छ त्यही भएर धेरै लिएन र अवश्य पनि आजको यो विशेष दिन हो तपाईँहरूको यसमा पनि कि जो विद्यार्थी भाइहरू यो आमन्त्रित हुनुहुन्छ उहाँहरूको ओरिएन्टेसन यो सुरुमा अब 4 वर्ष कसरी पढ्ने के कुरामा ध्यान दिने जस्तो कि तपाईँहरूले बुझ्नुभएको छ इन्जिनियरिङ पेसा भनेको एकदमै सेन्सिटिभ फिल्ड हो यो त्यति सजिलो हामीले सोचे जस्तो यो हेलमेट लगाएर टिममा गएर देखिने फोटो खिचाउने काम गर्ने सजिलो चिज चाहिँ पक्कै होइन तपाईँ हामीले देखेका छौँ एउटा डाक्टर एकजना डाक्टरले कुनै अपरेसन गर्दाखेरि फेल भयो भने त्यहाँबाट प्रभावित हुने भनेको एकजना व्यक्ति हुन सक्छ एउटा परिवार मात्रै हुन सक्छ तर एकजना इन्जिनियरको एउटा फेलियर एउटा सानो मिस्टेकले गर्दाखेरि ठुलो इम्प्याक्ट गर्न सक्छ समाजमा एउटा कुल मात्रै पनि भत्कियो भने एउटा अस्ति हामीले धेरै सुनेका थियौँ यो फ्लाइओभर तपाईँको नजिकै बनिराखेको थियो डिजाइनमा कतै पनि एउटा मिस्टेक भएको थियो अरे त्यसलाई फेरि ठेकेदारले त्यसलाई फेरि बनाए टाइममा मतलब एउटा पुल भत्किँदाखेरि एउटा फ्यामिली एउटा व्यक्ति मात्रै तपाईँको त्यसको असर पर्दैन त्यसको भोगी हुँदैन पुरै समाज हुन सक्छ पुरै राष्ट्र हुन सक्छ त्यति सेन्सिटिभ चिज तपाईँहरू पढ्न आउनुभएको छ यहाँ मलाई लाग्छ त्यति नै सेन्सिटिभ तरिकाले तपाईँहरूले पढिदिनु भयो र मलाई लाग्छ इस्ट इन्जिनियरिङ कलेजले मार्केटमा आफ्नो बजारमा देश र समाजमा जुन किसिमको गौरवमय इतिहास बनाउन सफल भएको छ त्यो गौरवमय इतिहासले तपाईँहरूले पनि कायम गरिदिनुहुन्छ र यसलाई अझ उच्च सम्मान व्यक्त गरिदिनुहुन्छ र यसको स्तर अझ उच्च पारिदिनुहुन्छ भन्ने विश्वास पनि लिएको र त्यति मात्र होइन आफ्नो कार्यक्रममा तपाईँहरूलाई यहाँ प्राइज डिस्ट्रिब्युसन पनि थियो स्पोर्ट्स सुटमा पक्कै पनि उहाँले मात्रै जित्नुभयो जसको टिम वर्क राम्रो थियो जसको टिम स्पिरिट राम्रो थियो जसको लगनशीलता धेरै थियो जसकोमा धैर्यता थियो उसैले जितेको र उहाँ सबैलाई बधाई पनि दिन चाहन्छु र जो पार्टिसिपेट हुनुभयो जित्नु सक्नु भएन उहाँहरूले पनि भन्न चाहन्छु तपाईँहरू पक्कै पनि त्यो टिम स्पिरिटमा कतै पनि केही समस्या देखियो होला त्यो गल्तीबाट तपाईँहरू पनि सिक्नुहोस् अवश्य पनि तपाईँ पनि जित्न सक्नुहुनेछ त्यो ल्याकत तपाईँहरूमा पनि छ र अर्को कुरो तपाईँहरू आज यो कार्यक्रमबाट चाहिँ औपचारिक रूपमा ब्यानरमा लेखिअनुसार तपाईँहरू विदाय भएर पनि जाँदै हुनुहुन्छ केही साथीहरू र उहाँहरूलाई पनि तपाईँहरू यहाँबाट विदाय भएर जहाँ पनि तपाईँहरू कार्यक्षेत्रले तपाईँहरूलाई स्वागत गर्नको लागि तयारी हुनुहुन्छ यो विदाय मात्र होइन तपाईँहरूको आज यो तपाईँहरूको स्वागत गर्नको लागि तपाईँहरूको कार्यक्षेत्रमा सबै कार्यक्षेत्र तपाईँहरूको आफ्नो प्रोफेसनल फिल्डमा स्वागत गर्नको लागि तयार छ र मलाई लाग्छ त्यसरी तपाईँहरू फिल्डमा जाँदाखेरि एक दुईवटा कुराहरू चाहिँ तपाईँहरूले पछाडि गर्नै पर्छ जस्तो कि हामीले यो सिलेबस हामी सबै पढेका छौँ यहाँ मात्र होइन नेपालमा जति पनि इन्जिनियरिङ एजुकेसन प्रोभाइडर कलेजहरू छ र विदेशबाट पनि जो इन्जिनियर साथीहरू आउनुहुन्छ उहाँहरूले सिलेबस सबैले पढ्नुपर्छ र हामीले सिक्ने दुईवटा स्किल हो एउटा सफ्ट स्किल भन्छौँ एउटा हार्ड स्किल हुन्छ सफ्ट स्किल सिलेबसले सिकाउँदैन सफ्ट स्किल भनेको तपाईँहरूको पोजिटिभ एटिट्युड हो पोजिटिभ एटिट्युडले तपाईँहरू आफ्नो फिल्डमा जानुभयो भने सहजै तपाईँले एउटा सक्सेसफुल इन्जिनियर बन्न सक्नुहुनेछ यदि सफ्ट स्किल छैन भने जस्तो कि पोजिटिभ एटिट्युड मैले भनिराखेको छु मार्केटमा धेरै इन्जिनियरहरू छ 24 छैन कि कुनै कम्पनीले तपाईँहरूलाई हायर गर्छ यदि तपाईँहरू पोजिटिभ एटिट्युड छ तपाईँमा कुनै कम्पनीको लागि राम्रो सोच्नुहुन्छ राम्रो व्यवहार गर्नुहुन्छ राम्रो तपाईँको संस्कार छ कल्चर छ यी कुराहरू धेरै इम्प्याक्ट पार्छ जस्तो कि हामी आफ्नो फिल्डमा जाँदाखेरि हामी आफैले आफ्नो जब भ्यालु क्रिएट गर्ने कोही कसैले गरिदिने होइन मानव मैले कसैले 50,000 दिएर यदि स्यालेरीमा राखेँ भने मैले सकेसम्म के उद्देश्य राख्नुपर्छ भन्दाखेरि यो संस्थाको लागि मैले 50,000 होइन 80,000 बराबरको मैले काम गरेर देखाउनुपर्छ यो संस्थामा म भयो भने मात्र यो संस्था अगाडि बढ्न सक्छ त्यो किसिमको स्पिरिट राखेर काम गर्नुपर्छ यदि हामी आफूले जब भ्यालु क्रिएट गर्न सक्यौँ भने अवश्य पनि हामी सफल हुनेछौँ थ्याङ्क यू सञ्चालिका बहिनी आजको यस वेलकम फेयरवेल एन्ड प्राइज डिस्ट्रिब्युसन प्रोग्रामका चेयरम्यान यस इस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल आदरणीय विनोद कुमार श्रेष्ठ सर त्यसै गरी विशिष्ट अतिथि पूर्वाञ्चल विश्वविद्यालयकै आर्यन कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल ओमकारनाथ इन्जिनियर ओमकारनाथ गुप्ता सर
त्यसै गरी यस कलेजका म्यानेजिङ डाइरेक्टर कृष्ण सर लगायत ड्यासमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, स्टिम फ्याकल्टिज, यस कलेजका सम्पूर्ण कर्मचारी मित्रहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिज्यूहरू लगायत आजको आकर्षक व्यक्तित्व भनेका आज वेलकम ग्राउन्ड गरिरहनुभएका विदाई लिएर जान लाग्नुभएका सम्पूर्ण विद्यार्थीज्यूहरूमा मेरो नमस्कार साथै न्यानो अभिवादन। सर्वप्रथम त इस्ट इन्जिनियरिङ कलेजको म्यानेजमेन्टले मलाई तपाईँहरूको आजको यो ग्रान्ड सेलिब्रेसनमा प्रमुख अतिथिमा निमन्त्रणा गरेर जुन सहभागी हुने अवसर प्रदान गर्नुभयो, हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। जनाको वेलकमतर्फ ब्याच 2025 केही ढिलै भए पनि अघि सरले यसको कारण बताइसक्नुभयो। विशेष कारणवश वेलकम प्रोग्राम अलिक ढिलो भएको छ, इन्डिभिजुअली कलेजले गरिसक्नु भएको छ र यो फर्मल रूपमा तपाईँहरूलाई ग्रान्ड सेलिब्रेसनका साथ वेलकम गर्न लाग्नु भएको छ। यो 2025 ब्याचका विद्यार्थीहरूलाई बधाई तथा वेलकम भन्न चाहन्छु। यो इस्ट इन्जिनियरिङ कलेजमा प्लस पूर्वाञ्चल युनिभर्सिटीमा तपाईँलाई स्वागत। साथै यस कलेजमा आफ्नो 4 वर्ष अध्ययन पुरा गरेर आज यस कलेजबाट बाहिरिन लाग्नुभएका सम्पूर्ण विद्यार्थीज्यूहरूलाई तपाईँलाई कन्सिडरेबल गुड बाई छ, बधाई छ तपाईँहरूलाई। र तपाईँहरू त रिजल्टको प्रतीक्षामा हुनुहुन्छ। म यस विषयमा अलि पछाडि जाउँला। र तपाईँहरू जहाँ जानुभयो पनि पूर्वाञ्चल विश्वविद्यालयसँगै लिएर जानुहुन्छ। त्यसको लागि तपाईँहरूलाई यो 4 वर्षको कार्यकाल पुरा गरेर जाँदै हुनेहरूलाई बधाई भन्न चाहन्छु। यसै गरी आज यहाँ प्राइज डिस्ट्रिब्युसन कार्यक्रम पनि भएको छ। यसमा स्पोर्ट्स विकमा भाग लिएर सम्पूर्ण यस जुन कलेजले तपाईँहरूलाई फिजिकल्ली मेन्टल्ली पनि मात्रै नभएर गेम भनेको चाहिँ एउटा स्पिरिचुअल वर्क हो, एउटा टिम वर्क हो, त्यो पनि एउटा विद्यार्थीहरूमा डेभलप हुनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरेको स्पोर्ट्स विकमा विनर हुनुहुने सम्पूर्ण विद्यार्थी सबै मभन्दा अगाडि वक्ता अथवा सरले भनिसक्नु भएको छ। इन्जिनियर्सको काम के हो, इन्जिनियर्सको राष्ट्रमा कति महत्त्व छ भनेर बताइसक्नु भएको छ। मैले यसलाई भनिराख्नु परेन। र आज इन्जिनियर्स डे पनि परेको अवसरमा तपाईँहरूलाई इन्जिनियर्स डेको यहाँ इन्जिनियर भइसक्नुभएका टु बी इन्जिनियर्सहरूलाई पनि इन्जिनियर्स डेको शुभकामना व्यक्त गर्न चाहन्छु। अर्को कुरा मैले जोडेँ, तपाईँहरू हाम्रो लागि एकदमै प्रिसियस हुनुहुन्छ। तपाईँहरू जुन विद्यार्थी हुनुहुन्छ, विद्यार्थी बिना युनिभर्सिटी हुँदैन। So that you are precious to the college as well as the university. जस्तै एउटा घरमा बाबुआमाको लागि बच्चा जति प्रिसियस हुन्छ त्यति नै प्रिसियस हाम्रो लागि तपाईँहरू हुनुहुन्छ। सो द्याट तपाईँहरूले हामीलाई प्राउड बनाउन के गर्नुपर्छ, एउटा परिवार एउटा बुवा आमालाई प्राउड गराउन के गर्नुपर्छ, यो हर प्रयत्न तपाईँहरूले गर्नुपर्ने हुन्छ भनेर यहाँ म जानकारी गराउन चाहन्छु। साथै अरू कुरा आइसक्यो, कलेज भनेको के हो अलिकति बताउन चाहन्छु। यो ब्याचलर्स अथवा कलेज लाइफ भनेको एउटा युनिक च्याप्टर हो सबैको। त्यो च्याप्टरमा तपाईँहरूले नलेज मात्र गेन गर्नुहुन्न, त्यसको साथै तपाईँहरूको ट्यालेन्ट डिस्कभर गर्नुहुन्छ। म कति ट्यालेन्ट छु, अघि होम सरले पनि भनिसक्नुभयो, इन्जिनियर हुन त्यति सजिलो छैन, सजिलो विषय छैन। पक्कै पनि यसमा धेरै विषय छन्, धेरै मेहनत गर्नुपर्छ। यो नलेज मात्र होइन, स्किल पनि जोडिएको भएको कारणले गर्दा नलेज त छँदैछ, गेन गर्न नै पर्छ, स्किल पनि गर्न पर्यो र आफ्नो ट्यालेन्ट कति छ त्यो डिस्कभर गर्ने। प्लस कलेज भनेको चाहिँ सोसाइटीमा यो जुन फाउन्डेसन, ब्याचलर चाहिँ एउटा फाउन्डेसन भएको कारणले गर्दा सोसाइटीमा मेरो रोल के हुन्छ भने त्यो पनि अन्डरस्ट्यान्ड गर्ने ठाउँ हो। सो द्याट यी सम्पूर्ण कुराहरू एचिभ गर्नको लागि तपाईँहरूले के गर्नुपर्छ, यहाँ भएको कलेजको रिसोर्स पर्सन होइन, जति पनि रिसोर्सेस एभाइलेबल छ त्यसलाई एकदम अप्टिमम युटिलाइज गरेर ती कुराहरू तपाईँहरूले प्राप्त गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र यो इस्ट इन्जिनियरिङ
इतिहास भइसकेको छ होइन। 2002 स्टार्ट भएको हिस्ट्री इन्जिनियरिङ कलेज आज 2024 पुगिसकेको छ होइन। एक सप्ताह नै पार गरिसकेको छ र यस उपलक्ष्यमा हिस्ट्री इन्जिनियरिङ कलेजलाई पनि बधाई पनि भन्न चाहन्छु। अब म केही विश्वविद्यालयको रिप्रेजेन्टेटिभ भएको कारणले गर्दाखेरि केही विश्वविद्यालयको बारेमा पनि भन्न चाहन्छु। विश्वविद्यालय हिजो के थियो भन्ने कुरामा जानुभन्दा पनि अहिले के छ र भोलि कतातिर जाँदैछ विश्वविद्यालय भन्न जरुरी छ। केही समय अगाडि मैले इन्जिनियरिङसँग मात्रै जोड्न चाहेँ। केही दिन अगाडि हामीले एउटा वर्कसप गरेको थियौँ, एकाडेमिक रिजल्ट रिभ्यू एन्ड रोड म्याप्स भनेर एउटा गरेको थियौँ। विद्यार्थीहरू हुनुहुन्छ, मैले के भन्न चाहेँ विशेष गरी न्यू कमर्स अहिले जुन इनरोल भएको विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूको लागि के भन्न चाहेँ भने धेरै पुरानोदेखि पनि हाम्रो विद्यार्थी हुनुहुन्छ होइन। मैले यहाँ इयर भन्न चाहिनँ, धेरै पुरानो विद्यार्थी हुनुहुन्छ। त्यो पुरानो विद्यार्थीहरूलाई अब आएर पास गर्नु धेरै गाह्रो छ होइन। र विश्वविद्यालयको इन्जिनियरिङ संकायको रिजल्ट हेर्दा एकदमै न्यून छ अरू संकायको तुलनामा। त्यसले गर्दा तपाईँहरूले आजैदेखि मेहनत गर्न जरुरी छ। म यो भन्न चाहन्छु, फर्स्ट सेमेस्टरदेखि तपाईँहरूले मेहनत गर्दै जानुभयो भने जुन फाउन्डेसन तपाईँ बन्नुहुन्छ भोलि 4 वर्षको कोर्स 4 वर्षमै तपाईँ आउट हुन सक्षम हुनुहोस् भन्ने मेरो शुभकामना छ। त्यसै गरी अहिले यो 2020को ब्याच आउट हुँदै हुनुहुन्छ, 2025 भयो। यो कोभिड ब्याचले गर्दा अलिकति हामीलाई पर पारेको छ, नत्र भने पूर्वाञ्चल युनिभर्सिटी केही समयदेखि विद्यार्थीहरूलाई कसरी समयमा एक्जाम गराउने र कसरी रिजल्ट गर्ने समयमा भन्ने कुरामा पुरै विश्वविद्यालय टिम चाहिँ लागि परेको कुरा यहाँ अनुरोध गर्न चाहन्छु। र अघि एचओडी सरले पनि सोध्नुभयो, उहाँको कुरालाई मैले अलिकति अगाडि बढाएँ। रिजल्ट कहिले हुन्छ, एक्जाम कहिले हुन्छ भन्ने कुरा पूर्वाञ्चल युनिभर्सिटीले एकाडेमिक क्यालेन्डर निकालिसकेको छ। सरहरूले त्यो एकाडेमिक क्यालेन्डर चाहिँ विद्यार्थीहरूलाई समयमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछु। र एकाडेमिक क्यालेन्डर अनुसार नै विश्वविद्यालय चलेको छ र यदि विद्यार्थीहरूले समयमा सम्पूर्ण कार्यहरू गरेको खण्डमा 4 वर्षमा विश्वविद्यालयले तपाईँहरूलाई आउट गर्नेछ। यो प्रतिबद्धता विश्वविद्यालयको तर्फबाट दिन चाहन्छु। र 8औँ सेमेस्टर एक्जाम दिएर जब बस्नु भएको छ विद्यार्थीहरू हुनुहुन्छ उहाँहरू म यहाँ के अवगत गराउन चाहन्छु भने विगत 3 वर्षदेखि एक्जाम सकिएको 2 महिनामा रिजल्ट गराइरहेछ। तपाईँहरूको पनि 2 महिनाभित्रै रिजल्ट गराउन हामी लागि परेका छौँ। त्यो रिजल्ट हुन्छ, कुनै टेक्निकल इस्यु भएन भने। त्यसको लागि तपाईँहरूले समयमा प्रोजेक्ट सक्नु पर्यो। तपाईँहरूले समयमा प्रोजेक्ट सक्नु भएन भने त्यो चाहिँ सक्सेस हुँदैन। हामी एक्जाम सकिएको 2 महिनाभित्र 3 वर्षदेखि कन्टिन्यू रिजल्ट गरिरहेछ होइन। यो कुरा यहाँ अवगत गराउन चाहने र कलेजहरूलाई र विद्यार्थीहरूलाई चाहिँ समयमा आफ्नो प्रोजेक्ट वर्कसप दिन हुन अनुरोध गर्दछु। साथै अब विद्यार्थीहरूले चाहिँ जस्तै अहिले जुन बिदाई लिएर जाने विद्यार्थीहरूलाई के भन्न चाहन्छु भने लर्निङ भनेको लाइफ लङ हो, नेभर इन्डिङ हो। जहिले पनि लर्न गर्न चाहिँ छुट्न हुँदैन, हङ्गर फर नलेज हुनुपर्छ भन्ने छ। आफ्नो विधाको मात्रै नलेज होइन, सबै विधाको नलेज राख्नुपर्छ होइन। अघि सरहरूले भन्नुभयो इन्जिनियर बन्नुभयो, पहिला मेरो बुवा आमाले भन्नुहुन्थ्यो नानी औँलामा बन्ने व्यक्ति बन्नुपर्छ देशमा। यदि 10वटा औँला छन् 10वटा औँला अथवा खुट्टाको पनि जोडेर 20वटा औँला हुन्छ भने 20वटा औँलामा गर्ने मान्छे बन्नु भन्नुभएको छ। त्यसै गरी यो कुरालाई तपाईँहरूले पास राख्दै तपाईँहरू पनि इन्जिनियर्स त कति छन् औँलामा गरिने इन्जिनियर बन्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँ आज यहाँबाट बिदा लिएर जाँदै गर्नुभए पनि भोलि मास्टर्स गर्नै पर्छ होइन। मास्टर्स गर्नको लागि पूर्वाञ्चल युनिभर्सिटीमा प्रोग्रामहरू यही कलेजमा पनि उपलब्ध छ, आइएससी एमएससी र इन्जिनियरिङ म्यानेजमेन्ट लगायत अरू अन्य कलेजहरू पनि पूर्वाञ्चल युनिभर्सिटीमा पनि छ। त्यहाँ पनि हाम्रो फेरि वेलकम गर्ने दिन पक्कै पनि आउला। तपाईँहरूलाई शुभकामना दिन चाहन्छु।
यो 2 शब्द यही टोक्याउँछु। थ्याङ्क यू। मञ्चमा जोरदार तालीका साथ स्वागत धन्यवाद सन्तानिका बहिनीहरूलाई। निकै उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर गइसक्नु भएको छ। कार्यक्रममा कुनै त्रुटि पनि छैन। आज यस वेलकम फेयर तथा प्राइज डिस्ट्रिब्युसन कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय परीक्षा केन्द्र कार्यालयका उपप्रमुख यस कलेजका म्यानेजिङ एडभाइजर कृष्ण पाण्डे सर, बिबिडीका सरहरू र अनुभवी शिक्षक साथीहरू, अवराधमा खटिरहने कर्मचारी मित्रहरू अनि सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई मेरो तर्फबाट न्यानो अड्का। आज यस इस्ट कलेजले जुन वेलकम गर्न गइरहेको छ, फेयर गर्न गइरहेको छ, वेलकमको लागि यसलाई पहिलो रोजाइमा राखेर पालन हुने सम्पूर्ण विद्यार्थीहरूलाई यसको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यस कलेजमा र पूर्वाञ्चल विश्वविद्यालयमा स्वागत गर्न चाहन्छु। तपाईँको 4 वर्ष सुखद रहोस्। जुन उद्देश्य सपना बोकेर आउनु भएको छ त्यो उद्देश्य प्राप्त होस्, त्यो सपना पुरा होस्।
त्यसको लागि इस्ट कलेजले र मैले सम्पूर्ण परिवारले विश्वविद्यालयले के गर्नुपर्छ त्यसको लागि हामी तयार छौँ। तपाईँहरू पनि तयार हुनुहोस् भन्न चाहन्छु। त्यसै गरी 2020 ब्याच आजबाट हामी औपचारिक रूपमा उहाँहरूलाई विदाय गर्न गइरहेका छौँ। तपाईँहरूले यस कलेजबाट जुन सिम जुन नलेज गेन गर्नुभएको छ त्यसलाई व्यवहारमा उतार्ने बेला आएको छ। अब साँच्चै भन्नुपर्ने तपाईँको जोरी अब सुरु हुँदैछ, तपाईँका चुनौतीहरू सुरु हुँदैछ। तपाईँ मार्केटमा जाँदै हुनुहुन्छ, आफ्नो दक्षतालाई आफ्नो स्किललाई आफ्नो नलेजलाई त्यहाँ देखाउने बेला आएको छ। त्यसैले गर्दा त्यो दक्षता त्यो स्किल देखाउनको लागि तपाईँ तत्पर हुनुहोस् र मार्केटमा एउटा क्वालिफाइड इन्जिनियर भएर अगाडि बढ्नुहोस् भन्ने मैले सुझाव दिन चाहेँ। र हामी कहाँ मास्टर्स पनि भएको कारणले गर्दाखेरि 2 वर्ष अनुभव लिए पछाडि फेरि मास्टर्समा यहाँ फेरि स्वागत गर्न पाऊँ त्यसको लागि पनि अग्रिम शुभकामना भन्न चाहेँ। र इस्ट कलेजले विगतदेखि यस्ता कार्यक्रम गर्दै आइरहेको छ जसमा विभिन्न विधामा एउटा खेलकुद कार्यक्रम आयोजना गरेर विभिन्न विधामा जसले जित हासिल गर्नुभएको छ उहाँलाई धेरै धेरै बधाई भन्न चाहन्छु। त्यसै गरी ब्याच टपरहरूलाई पुनः म धन्यवाद दिन चाहन्छु। अब हामी बिच पनि एक खालको प्रतिस्पर्धा होस्, हामी बिचको प्रतिस्पर्धाले अझै हामीमा र हाम्रो होल टिमलाई नै केही कुरा विद्यार्थीहरूबाट यस्तो खालको फिडब्याक आओस् भन्ने चाहन्छु। त्यसै गरी 2019 ब्याच हामीबाट पूर्णै विदाय गरिरहेको छ एउटा होनार विद्यार्थी नम्बर धामी जसको हामीले अहिले एक मिनट मौन पनि गऱ्यौँ। उहाँबाट धेरै कुरा सिक्न विद्यार्थी भाइहरूलाई म त्यो आग्रह पनि गर्न चाहेँ। उसले ओभरअल कलेजको लागि मात्र नभएर विद्यार्थी हकीको लागि पूर्वाञ्चल विश्वको लागि कुनै आफ्नो हकको लागि जुन खालकोले एउटा स्टेपिङ सुरु गरेको छ त्यसलाई पनि स्वागत गर्दै आज हामीले एउटा ठुलो एउटा परिवारको छोरा एउटा राष्ट्रको एउटा हुनर विद्यार्थी इस्टको विद्यार्थी हामीले गुमाएको छौँ। यसमा हामी अत्यन्त दुःखी छौँ। तर पनि यो दिदीको खेल कसले यसलाई छेक्न सक्थ्यो र नचाहँदा पनि हामी आज बुझेर भएर गइसक्नु भएछ। उहाँलाई पनि आज यस कार्यक्रममा सम्झन चाहेँ। त्यसै गरी कार्यक्रम धेरै लामो भइसकेको छ, विद्यार्थी भाइहरूले भोकाएका पनि छन्। त्यसले गर्दा मैले अलि यो कार्यक्रमलाई सुरु गरौँ 9 बजे सुरु गरौँ 12 बजे आउँदै गरौँ भन्दै गर्दा पनि अब समयमा विद्यार्थी भाइहरूलाई जुटाउन सकिने यहाँ समस्या बावजुद पनि विद्यार्थी भाइहरू आइदिनु भयो। यसको लागि म अत्यन्तै खुसी छु। थोरै दुःख लाग्ने कुरा चाहिँ हामीमा अलिक सुन्ने धैर्यता चाहिँ अलिक कमी छ कि जस्तो मानिरहेको छु मैले। हामी कार्यक्रम गर्दै राखेका छौँ, विद्यार्थी भाइ पनि पोटेसतिर लागेका छन्, कोही खानातिर लागेका छन्। भोक लाग्ने मैले माने त्यो कुरालाई ढिलो पनि भइसकेको छ। त त्यति भन्दै गर्दा पनि मान्छे 30 दिनसम्म राखेर बाँच्न सक्छ भन्छ कि यो 15 मिनट खाना रोकेर के हाम्रा अग्र सरल कुराहरू प्रकाश सरले के कुरा भनेर जानुभयो, हाम्रा यसरी सरले पनि धेरै कुरा सुनाउनुभयो, हाम्रो म्यामले पूर्वाञ्चल विश्वविद्यालय कुरा गर्नुभयो, हाम्रो प्रसाद सरले धेरै कुराहरू गर्नुभएको छ। यी कुराहरू हामीले सिक्न जरुरी छ। हेर हामी पनि त्यसै कुरो भएका होइन, केही कुरा हामीले पनि समाजमा लिएका छौँ। त्यो समाजमा लिने कुराहरू हामीले त्यसलाई ट्रान्सफर नलेज ट्रान्सफर गर्ने कुराहरू यो कुराबाट पनि म थोरै दुःखी छु। किनकि 15-20 मिनट धैर्य गरेर कमसेकम अपराधका कुराहरू शिक्षाका कुराहरू सिकिदिएको भए अलिक राम्रो हुन्थ्यो कि भन्ने मैले ठानेको थिएँ। अब नेक्स्ट टाइम कार्यक्रममा यस्तो नहोस् कि भोलिको साथीलाई पठाइयो पनि अब कति कराउने आफ्नो तालमा छ। साथीलाई भोक लाग्यो होला, एउटा रमाइलो जमघट कोही जाँदै गर्दाको एउटा दुःख, कोही आउँदै गर्दाको रमाइलो बिचमा केही कुराहरू भयो होला। त्यति हुँदै गर्दा पनि हामी पूर्णता त्यतिखेर हुन्छौँ जब शिक्षकले केही कुरा दिन्छ त्यो कुरा लिन तयार हुनु पर्यो, सुन्न तयार हुनु। हामी आफू मिलाउँदा छैन, जन्मजात कोही पढाउँदैन। फेरि यहाँ आउनको लागि नै धेरै कुरा सिक्न आएका हो। त्यो सिकाइ विरुद्ध चल्छ, यहाँबाट जाने हो सिक्ने कुरा अनुरोध छ। त्यसले गर्दाखेरि यो कुरा थोरै राख्न चाहेँ। अब विश्वविद्यालय कुरा गर्दाखेरि यहाँ थोरै मैले भन्नै पर्ने हुन्छ। विश्वविद्यालय
हिजो कोभिड कालमा केही ब्याजबाट त्यसलाई पूर्णता दिँदै विश्वविद्यालय आफ्नो गतिमा गइसकेको छ। पूर्वाञ्चल विश्वविद्यालय विश्वविद्यालय अप्पर हुँदै गइरहेको छ। जस्तै हामीले लिएको उहाँ पछाडि लिएको 21 ब्याज 25 मा पास आउट हुँदैछ भन्नुपर्छ। 4 इन्जिनियरिङ शिक्षा पुरा हुँदैछ दिन चाहे र यति भन्दै मेरो छोटो मन्तव्य यही राखेँ। आजको सभा यही घोषणा गर्न चाहे। Thank you.